गाइज अहिले चाहिँ म सिलगढी आइपुगेँ यो गाडी लिएर हो बनाउनु झरेको तर के बनाउनु पर्छ भन्दाखेरि चाहिँ अब यो गाडी राति मैले कति बजी लिएर आएको भन्दाखेरि चाहिँ 9 बजीतिर हिँडेको होला खरसाङबाट हो। अन्त प्रब्लम चाहिँ के छ भन्दाखेरि चाहिँ गाडीको ड्राइभर जसले पनि गाडीहरू कुदाउँछ अलिकति ज्ञान हुन्छ के चाहिँ भएको होला भनिदिनु ल कमेन्ट गरेर। आवाज चाहिँ दामी छ फेरि। अब यो स्ट्रिङ म्यानुअल भइरहेको छ घुम्दैन टाइट भइरहेको छ। अब यो पिजो गाडीको भन्दा कडा भइरहेको छ यो सवारी गाडी महिन्द्रा गाडीको भन्दा डरलाग्दो भइरहेको छ यो। A1 गाडीको बरु अलिकति लुलो हुन्छ होला हो तर अब यो गाडीको के भएको यो अन छ होइन गाडी तर अब यो लुलो हुनुपर्ने नि त। यो त अब काट्दा त आम्मामा A1 गाडी नै भइरहेको छ नि। लु कमेन्ट गरेर कसले भन्नु सक्छ के बिग्रेको हो यो गाडीको यसो।